लगालग 9 दिन ज्वरो आएर मुखिया गंगाधरले संसार छोडे। उनी एउटा महान पुरुष थिए। आफ्नो विपुल सम्पत्तिलाई उनी सधैँ जनताको थाती भन्थे र आफूलाई त्यस सम्पत्तिको केवल एउटा सञ्चालक मात्र सम्झन्थे। गरिबहरूको चुलोमा आगो नबलेको र सुत्केरी भोको रहेको समाचार सुन्ने बित्तिकै बोलाएर चाहिदो अन्न पैसा दिई पठाउँथे। कसैले तिर्ने भाका सोध्यो भने सके तिर्नु, नसके तिमीहरूकै हो भन्ने जवाब दिन्थे। उनको जीवनकालमा कसैको बिहा वर्तुन, क्रिया श्राद्ध, दशैं तिहार अड्केन। गाउँका दिनहीन गरिबहरू बिरामी परेको सुन्नासाथ ओखती मुलो लिएर उसका भत्केका झुपडीमा पुग्थे। गाउँका गरिबहरूलाई मुखिया बाको जीव छैन्जेल हामीले अन्यायमा मर्नु पर्दैन भन्ने दृढ विश्वास थियो। उनी आँगनमा आएर नौबिदिएसम्म मानिसहरू आफ्नो चाडबाड काज कल्याण अपूर्ण सम्झन्थे। कसैले अन्याय गर्यो भने वरिपरि 10 गाउँका दुनियाँ उनैको ढोकामा फिराद गर्न आइपुग्थे। उनको शासनकालमा कसैले कसैलाई सताउन पाएन। गाउँका तालुकदार भए पनि उनी मुखिया बाका नामले प्रसिद्ध थिए। उनी गाउँतिर झरे भने गाउँका सारा केटाकेटीहरू मुखिया बा भन्दै कोहोलो हाल्दै आउँथे र कोही औँला लबेदाको फेर, कोही उनको लट्ठी समाउँथे। केटाकेटीहरूले त्यसो गर्दा बुढा मुसु मुसु हाँसेर कसैको गाला थपथपाउँथे, कसैको चिउँडो उचालेर हाँस्थे। यस प्रकारले गाउँका युवा वृद्ध बाल वनिता सबैका निमित्त उनी अपार प्रिय थिए। उनलाई ग्राम पिता भन्नु कति पनि अत्युक्ति थिएन। उनको देहावसानले गर्दा वरिपरि 10 गाउँको अपार क्षति भयो। भोका नाङ्गा दुखी दरिद्रीका बाबु मरे। बुढाबुढी लुला लाङ्गा कानो खोरण्डाका टेक्ने लट्ठी भाँचियो। न्यायको बत्ती निभ्यो। अनाथ अशक्तहरूको आशा स्तम्भ ढल्यो। गाउँका धन्वन्तरी हस्ताए। बिरामी कुर्न बसेका 10 गाउँका दुनियाँ ढाको छोडेर रुन लागे। एउटा ठूलो आर्तनाद दिग्दिगन्तमा व्याप्त भयो। केही बेरपछि सब उठाएर खोलातिर लगे। मलामीको लर्को गाउँदेखि तल खोलासम्म पुग्यो। मानिसहरूले भने कसैको मरण होस् त यस प्रकार होस्। गंगाधरका 2 छोरा थिए, जेठा मुरलीधर र कान्छा श्रीधर। मुरलीधर पण्डित थिए। सबेरै नुहाउँथे। आधा दिनसम्म पूजापाठ गर्थे। उनी आफ्नो धर्म र संस्कृतिका उप असीम श्रद्धा राख्दथे। आफ्ना पिताका झैं उनी पनि अरूलाई सताउनु महापाप सम्झन्थे। मानिसहरू उनलाई जिल्लाका टाढा टाढा ठाउँमा बोलाएर सप्ताह पुराण सुन्थे। उनी वास्तवमा एउटा सच्चा ब्राह्मण थिए। धोतीमाथि लामो लबेदा, लबेदामाथि सेतो पटुका, शिरमा मखमलको रातो टोपी, काँधमा च्यादर, ललाटमा चन्दन। उनी सधैँ यही परिधानमा हिँड्थे। जिल्लामा मुरली पण्डितका नामले विख्यात थिए। आइमाईहरूको गृह कलहले गर्दा उनी बाबुसँग अघि नै छुट्टिएर बेग्लै बसेका थिए। उनका 2 जना छोरी मात्र थिए, छोरा थिएनन्। यता भाइ श्रीधर चाहिँ राजनैतिक पार्टीका सदस्य र ग्राम पञ्चायतका प्रधान पञ्च थिए। 10औं श्रेणीसम्म अंग्रेजी पढेका थिए। धोक्रे सुरुवाल र कुर्ता लगाउँथे। जुगादारी खौरेर लामो बुलबुल पालेका थिए। कहिलेकाहीँ बुलबुलको अग्रभाग निधारतिर झर्यो भने टाउको झट्कारेर पछाडितिर सार्थे। आधा अंग्रेजी, चौथाइ संस्कृत, चौथाइ नेपाली मिसाएर कुरा गर्थे। त्यसो हुनाले उनले गरेका कुरा अशिक्षित ग्रामीण जनताहरू चौथाइ मात्र बुझ्थे। पूजापाठ गर्नु, टीका चन्दन लगाउनु दासत्वको चिन्ह हो भन्थे। वीरगञ्जको अधिवेशनमा जाँदा गोरखपुरमा केलनरको होटेलभित्र पसेर के खाए भनी उनका साथीहरू भन्थे। उनी आफूलाई जिल्लाभरिको प्रमुख प्रगतिवादी सम्झन्थे। हातमा चन्दा बुक लिएर चन्दा माग्दै हिँड्थे। त्रासले भनौँ कि हाँसले भनौँ, जिल्लाका साना ठूला सबै मानिसहरूमा उनको निकै दाग थियो। जिल्ला गाउँका मानिसहरू उनबाट अर्थोकमा भन्दा धनीहरूको अध्याबाली कब्जा गर्ने
र साउबिरता बालहरूको लरलहना झारा खेताला हडक्ने काममा विशेष सहायता पाउँथे। जिल्लामा उनी शर्माजीका नामले प्रख्यात थिए। छोराहरू भिन्न हुँदा पिप्ले भन्ने 100 मुरी खेत बुढाले आफ्नो जिउनी राखेका थिए। पुरानो पानी लाग्ने, खोलो पहिरोको डर नभएको, मानामुरी फल्ने, डोल परेको साह्रै असल खेत थियो। क्रिया सिद्धिएको केही दिनपछि बाबुको जिउनी खेतको विषयमा मुरलीधर र श्रीधरका बीच विवाद उठ्यो। बाबुसँग बसेकाले ऐन सवालले एकलौटी हुने भन्ने श्रीधरको र मर्ने बेला मेरा दुवै छोरा बराबर हुन्, आधा आधा बाँडेर खानु भनी बाले भनेर जानुभएकाले आधामा मेरो पनि हक लाग्ने भन्ने मुरलीधरको भनाइ थियो। क्रिया सिद्धिएका केही दिनपछि बाबुको जिउनी खेतको विषयमा मुरलीधर र श्रीधरका बीच विवाद उठ्यो। बाबुसँग बसेकाले ऐन सवालले एकलौटी हुने भन्ने श्रीधरको र मर्ने बेलामा मेरा दुवै छोरा बराबर हुन्, आधा आधा बाँडेर खानु भनी बाले भनेर जानुभएकाले आधामा मेरो पनि हक लाग्ने भन्ने मुरलीधरको भनाइ थियो। 45 दिनको काम सिद्धिएका भोलिपल्ट जिउनी खेतको निर्णयका निमित्त मुरलीधरले गाउँका मानिसहरूलाई बोलाए। जुन आँगनमा 10 गाउँका दुनियाँको होची अर्गेली न्याय अन्यायको निरूपण हुन्थ्यो, आज त्यही आँगनमा उनी न्यायाधीशका 2 सन्तानको निसाब गर्न गाउँका मानिसहरू भेला भए। मानिसहरूको 2 मत भयो। उमेर पुगेका बुढापाकाहरूले मुरलीधरको पक्ष लिए। श्रीधरका प्रभावमा परेका नयाँ ठिटाहरू चाहिँ श्रीधरको। सम्पत्तिका धनी बाबुले नै दुवै छोराले आधा आधा खानु भनेर गएपछि त्यस महान आत्माको अन्तिम आज्ञा श्रीधरले मान्नै पर्छ भन्ने निर्णय बुढापाकाले गरे। आधा आधा खानु भन्ने लिखित पण्डित बाजेले देखाउन नसकेपछि बाबु जुन छोरासँग बसेका हुन् ऐन कानुनले जिउनी उसै छोराको एकलौटी हुन्छ भन्ने फैसला ठिटाहरूले गरे। बुढापाकाहरूले धर्मको न्याय गरे, ठिटाहरूले ऐनको। बोझ सम्झेर गाउँका सारा कुकुरहरू पनि त्यही जम्मा भएका थिए। परस्पर ठूलो विवाद भयो। हुल्लडबाज नयाँ ठिटाहरूका अगाडि बुढापाकाहरूको केही जोर चलेन। आखिर न्यायको केही टुङ्गो नलागी सभा विसर्जित भयो। भेला भएका ठिटाहरू बुढापाकाहरूलाई छेडा हानेर हाँस्दै घरतिर गए। बुढापाकाहरू पनि लाखापाखा लागे। ग्रामसभा विसर्जित भएका अलि दिनपछि बाबुका अन्तिम आज्ञाको आधार लिएर मुरलीधरले अदालतमा नालिस दिए। धुमधामसँग मुद्दा चल्यो। गाउँका बुढापाका तरुण तन्नेरी साराले बकपत्र गर्नु पर्यो। साक्षी बन्दा पनि गाउँ 2 भागमा विभक्त भयो। मर्ने बेलामा दुवै छोराले आधा आधा बाँडेर खानु भन्ने बुढाले भनेको हामीले प्रत्यक्ष देखे सुनेका हौं भनी बुढापाकाहरूले बकपत्र गरे। ठिटाहरूले चाहिँ होइन भने। होइन भन्नेकै संख्या बढ्ता भयो। जनक्रान्तिदेखि यता श्रीधरले अड्डा खानामा पनि आफ्नो रोबरवाफ प्रशस्त जमाइराखेका थिए। भने जस्तो भएन भने बजारमा ढ्वाङ फुकेर पर्चा बाँड्दै हिँड्थे। त्यसो हुनाले अदालतका डिठा विचारीहरू श्रीधरसँग अलि झस्कन्थे। उसमाथि अदालतमा मामिलाको निरूपण हुँदा बकितमलाई भन्दा लिखितमलाई बढ्ता महत्त्व दिने रीति छ। हरेक विवादमा ऐन कानुनकै आधार लिइन्छ। कानुन श्रीधरको पक्षमा थियो। अन्त्यमा डिठा विचारीले कानुनको आज्ञा पालना गरे। जिउनी श्रीधरले पाए। मुरलीधरको हार भयो। यता केही महिनादेखि श्रीधर बिरामी छन्। उनलाई तपनी ज्वरो आइरहन्छ, खोकी लाग्छ, छाती दुख्छ भन्छन्। व्यथा आहार विहारको दोषबाट भएको भन्थे। शरीर सुकेर हाडछाला मात्र बाँकी थियो। यस्तै बेलामा कुटुम्बले छोरा शशिधरलाई छोरी दिन आए। कुटुम्ब धनी मानी थिए। जिल्लामा उनको ठूलो ख्याति थियो। मधेसतिर 3-4 मौजा जिम्मेदारी छ भन्थे। सन्तानमा केवल यिनै एउटी छोरी मात्र हुन् भन्ने सुनिन्थ्यो। शशिधर भर्खर 15 लागेको थियो। आदर्श विद्यालयको 10औं कक्षामा पढ्थ्यो। ठिटो राम्रो र बहुतै मेधावी थियो। छोराको यति सानै उमेरमा बिहा गर्न त श्रीधरको मन थिएन।
तर एउटी छोरी मात्र भएका धनी कुटुम्बले घरमै आएर छोरी दिँदा उनी बडो असमञ्जसमा परे। उता आइमेहरूले पनि विवाह गर्नै पर्छ भनेर करकर गर्न थाले। उनले आइमेहरूको हठलाई नानास्ती गर्न सकेन। कामको रोचिनियो। खुब मन फुकाएर बिहाका लागि माल सरजाम तयार गर्न थाले। वैशाखको महिना थियो। मुरलीधर नुहाएर पूजा कोठामा पसेका मात्रै थिए। श्रीधरका घरमा बाजा बज्न लागेको सुनेर झ्यालबाट हेर्न लागे। आँगनमा चौका चतुवा गरेको, चारैतिर तोरण टाँगेको, मण्डप ध्वजा पताकाले सिगारी राखेको, निम्तामा आएका नसनाताहरू राम्रा राम्रा लुगा लाएर बाहिर भित्र गरिरहेका, अरू इष्टमित्रहरू चाहिँ दलान फलैचा बैठकमा डम्मा डम्मी भएर बसेका, मण्डपमा यज्ञ सामग्रीहरू फिजी राखेका, पुरोहित वेदी अगाडि बसेर यज्ञ विधि गर्न लागेका, बडो अपूर्व शोभा देखिन्थ्यो। एकछिनपछि सकी नसकी मण्डपमा आएर श्रीधरले पूर्वाङ्गको कर्म गर्न थाले। तर घर गृहस्थीको यति ठूलो चाड उत्सवमा दुई कान्लामाथि घर भएका आफ्ना सहोदर दाजुभाउजूलाई श्रीधरले बोलाएनन्। अरूलाई नभए पनि दाजुका दुईजना छोरीलाई त अवश्य डाक्नु पर्थ्यो। तिनीहरूलाई पनि डाकेनन्। मुरलीधरको मन एक तमासको भयो। घोरिएर आकाशपट्टि हेर्न लागे। अतीतका अनेक स्मृतिहरू उनका सामुन्ने साकार भएर आए। एकपटक स्वर्गीय पिताजीको तेजस्वी अनुहारको पनि सम्झना भयो। केही बेरपछि बर्र आँसु झारेर आफ्नो नित्य कर्म गर्न लागे। अपराह्नतिर दुलाहा अल्माउन थाले। मुरलीधर आफ्नो पूजा कोठाको झ्यालमा उभिएर हेरिरहेका थिए। एकछिनपछि बाजावालाहरू मङ्गल धुन बजाउँदै अघि अघि हेरे। त्यसपछि दुलाहाको तामदान चल्यो। शशिधर बिहाका राम्रा राम्रा पोसाक लगाएर तामदानमाथि बसेको थियो। शिरमा जरिवार गुलाबी पगरी, काँधमा रातो दोसल्ला, गलामा फूलको माला, निधारमा पहेँलो ठाडो तिलक, कानमा उज्जवल टोप लगाएको गन्धर्व जस्तो देखिन्थ्यो। शशिधरलाई दुलाहाको रूपमा तामदानमा बसेको देखेर हर्षले मुरलीधरको गहभरि आँसु भयो। मनमनमा भने, कुलको जेठो सन्तान, मेरो पिण्ड पानीको दाता। मुरलीधरले सबै बरियातीलाई एक एक गरेर हेरे। बुढोपाको एउटा थिएन, सबै अलारे मात्रै। सबैका हातमा चुरोट थियो, बेफुङसँग धुवा उडाइरहेका थिए। श्रीधर चाहिँ फलैचामा ओछ्यान लगाएर पल्टिरहेका थिए। मुरलीधरले मनमनमा भने, खोलामा बाको कत्रो नाउँ छ। आज पनि घर घरमा बाकै यश र कीर्तिको चर्चा हुन्छ। उसमाथि त्यस्ता घरानिया कुटुम्बका दैलोमा बरिया जानु छ। यी ठिटाहरू चुरोट फुक्न र पाङ्न पुच्छरको उटपट्याङ गफ चुट्न बाहेक अर्थोक जान्दैन। बाबु चाहिँ ओछ्यानमा लम्पसार परिरहेछ। यिनले बाबुबाजेको नाम र इज्जत पखाल्न आँटे। अब आँखा चिम्लेर बस्नु भएन भनेर मुरलीधर आफ्ना कोठामा बसे। अनि लुगासुगा लगाएर उनले जहानसँग भने, कमला, मेरो दोसल्ला झिकिदेऊ। पतिलाई लुगासुगा लगाएर हिँड्न तयार भएको देखेर कमलाले सोधिन्, यस्तो टन्टलापुर घाममा कता हिँड्न लाग्नु भएको नि? जन्त नबोलाइकन त कुकुर पनि नजाओस्। ठिक भन्यो। कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ। मानिस चाहिँ ज्ञानवान हुनाले बखत मौका विचार गरेर आफै पनि जानुपर्छ। नबोलाइकन पनि जानुपर्छ। दाजुलाई बाबुले मर्ने बेलामा दिएको खेत पनि खोसेर खाने त्यस्ता असत्तीको खाउन्। आखिरमा त मेरो खाने पनि यिनै हुन्। मरेपछि खानु पर्थ्यो, जिउँदैमा खाए। त्यसको पाप धर्म उनैलाई छ। भो, म त मारे पनि जान दिन्न। उनलाई दाजु भाउजू नचाहिएपछि हामीले मात्रै किन अँगालो हाल्दै हिँड्ने? त्यस बाजेलाई अँगालो हाल्न जान लागेको होइन कमला। यहाँ बाबु बाजेको मान मर्यादा डुब्न लाग्यो। कुलमा सबैभन्दा जेठो सन्तानको बिहे। उसमाथि त्यत्रा घरानिया कुटुम्बको आँगनमा बरियात लैजानु छ। बाबु चाहिँ फलैचामा ओछ्यान लाएर लडिरहेछ। जन्तीमा बुढोपाको एउटै छैन।
खालि ओठ निचर्दा दुध झर्ने अल्लारे टिटा मात्र छन्। घर गृहस्थीको यति ठूलो काममा घरको एक भाइ पनि नगए जोरीपारीले के भन्लान्? स्वर्गमा बसेका पितृहरूले के भनी ठान्लान्? तिमी अर्काको घरबाट आएकी छोरी हो कमला। कुलको मान मर्यादा भनेको कत्रो कुरा हो त्यो तिमीलाई थाहा छैन। जन्ती बेसीमा पुगिसके, चाँडो दोसल्ला झिकिदेऊ। कमलाले झर्कदै बाकसबाट दोसल्ला झिकेर दिए। दोसल्ला काँधमा हालेर लट्ठी टेक्दै मुरलीधर जन्त हिँडे। उनलाई यस्तो टन्टलापुर घाममा एक्लै ओह्रालो लागेको देखेर गाउँका मानिसहरू अचम्म मानेर मुखामुख गर्न थाले। बरियात खोलापारी पुगिसकेको थियो। मुरलीधर पनि पछि पछि गए। झमक्क साँझ परेपछि दुलहीका घरमा सुटुक्क फलैचामा बसे। मुरलीधर पुग्दा दुलहीका बाबु बरणी गर्न लागेका रहेछन्। मानिसको घुइँचोमा उनलाई कसैले चिनेनन्। बरणी सिद्धिएको केही बेरपछि यज्ञ मण्डपको कार्य आरम्भ भयो। पुरोहित वेदीमा रेखिहाल्न थाले। भित्रबाट यज्ञ सामग्रीहरू आउन लागे। यज्ञ सम्पन्न भएपछि दुला दुलहीलाई बस्न पुग्ने गरी आसन ओछ्याएर दुलहालाई राखे। एकछिनपछि छोरी बोकेर घरभित्रबाट दुलहीका बाबु निस्के र छोरीलाई दुलाहाका बायाँतर्फ बसाए। दुलही बसेपछि लाज माने जस्तो गरेर शशिधर अलि पर सर्यो। शशिधरले लाज मानेको देखेर मुरलीधर फलैचामा मुसु मुसु हाँस्न लागे। दुलाहा दुलही यज्ञमा बसेपछि दुलहीका बाबुले यताउति हेरेर भने, खै सम्धि पाल्नु भएको छैन? अब मण्डपमा आएर बसिदिए हुन्थ्यो। दुलहीका पिताले बोलाएको सुनेर फलैचाबाट मुरलीधरले भने, ज्यू म यही छु, आउन लागे। मुरलीधर उठेर मण्डपमा गए। चिनेका मानिसहरूले ढोक दिए। जेठा बाबुलाई अचानक आफूनेर उभिएको देखेर शशिधरले पनि डोगिदियो। मुरलीधरले छोरालाई नानी चिरञ्जीवी भए भनेर आशिष दिए र उसका पछाडिपट्टि बसी उसलाई आफ्नो काखनेर ताने। बाबुको स्थानमा मुरलीधर बस्न गएको देखेर बरियातमा आएका ठिटाहरू परस्पर काने खुसी गर्न थाले। मुरलीधर जिल्लाभरिका विख्यात पण्डित थिए। उनलाई कन्या पक्षका धेरै मानिसहरूले चिन्दथे। श्रीधर र मुरलीधरले जीवनीको विषयमा वर्ष दिनसम्म मुद्दा लडेको पनि धेरैजनालाई थाहा थियो। कन्या पक्षका बुढापाकाहरूले भने त्यस्ता महापुरुषका सन्तानले आफ्नो कर्तव्य किन छोड्दथे? तब पो मानिसहरू कुलगरान भन्दछन्। विवाह विधि आरम्भ भयो। पुरोहितहरूले ऋचा मन्त्रहरू उच्चारण गर्दा अशुद्ध भएका ठाउँमा मुरलीधर सच्याइदिन्थे। शशिधर चाहिँ जेठो बाबुका छातीमा अडेस लागेर आनन्दसँग बसेको थियो। मुरलीधर बखत बखतमा गर्नुपर्ने कर्महरू छोरालाई सिकाइदिन्थे। एवं प्रकारले विवाह विधि समाप्त भयो। भोलिपल्ट दिउँसो दुलही अन्माइए। मुरलीधरले निहुरेर बुहारीको मुख हेरे। बुहारी महालक्ष्मी जस्ती रहेछन्। छोरा बुहारीको रूप देखेर मुरलीधर गदगद भए। अनि दुलही दुलाहाको डोली अगाडि लगाएर मुरलीधर घरतर्फ फर्के। साँझ पर्ने बेलामा बरियात गाउनेर पुग्यो। पँधेरा माथिको चौतारामा रमिता हेर्ने मानिसहरूको घुइँचो थियो। बरियात दोबाटो नेर पुगेपछि लौ घर लगेर भित्र हो भनेर मुरलीधर आफ्ना घरतिर गए। दुलही भित्राएपछि दाजु बिहेमा गएको सबै कार्यविधिहरू आफ्नो कुल परम्परा अनुसार राम्रो प्रकारसँग सम्पन्न भएको खबर श्रीधरले सुनेर गहभरि आँसु पारेर ठिटाहरूसँग सोधे, दाजुलाई खानपिन त राम्रै गरायो कि? आज एकादशी भनेर पण्डित बाजेले केही खान भएन, भोकै आउनुभयो। बिहे सिद्धिएको 1 महिनापछिको कुरा हो। एक दिन बिहान मुरलीधर आफ्नो नित्य कर्म सिद्ध्याएर फलैचामा बसेर भागवत हेर्न लागेका थिए। त्यस्तैमा श्रीधरले बिस्तार बिस्तार आएर मुरलीधरलाई ढोकिदियो र दलानमाथिको थाममा टाँसिएर भन्यो, ठुल्बा, जीवनीको पिप्ले खेतमा हजुरलाई जताबाट मनपर्छ नापेर आधा खेत कमाउनुहोस् अरे, बाले भनेर पठाउनु भएको। शशिधरका कुरा सुनेर मुरलीधरले उसका मुखतिर हेरेर मुसु मुसु हाँस्दै भने,
जिउनीको आधा खेत मैले कमाए, तिमीहरूले के खान्छौ नि बा? शशिधर केही उत्तर नदिएर छिटो छिटो आफ्ना घरतिर गयो। कमला चाहिँ दैलाको आडमा उभिएर बाबु छोराको कुरा सुनिरहेकी थिइन्। शशिधरले खेत कमाउने कुरा सुनाएर गएको 14-15 दिनपछि एक दिन मुरलीधर फलैचामा बसेर नसुक्दै विद्यार्थीहरूलाई रघुवंशको पाठ घोकाउँदै गर्न लागेका थिए। त्यस्तैमा श्रीधरकी सानी छोरी रमाले आएर रुन्चे मुख लाएर भनी, ठुल्बा, बालाई बेथाले जाबो, हजुरलाई बोलाउन पठाउनु भएको। छोरीको कुरा सुन्ने बित्तिकै पढाउन छाडेर रमाको हात समाउँदै मुरलीधर भाइका घरतिर गए। श्रीधर खाटमा कोल्टे परेर सुतिरहेका रहेछन्। दाजुलाई देखेर बडो कष्टसँग उठेर गहभरि आँसु पारेर ढोगिदिए। भाइका आँखामा आँसु छचल्किरहेको देखेर मुरलीधरको पनि गहभरि आँसु। 4 वर्षपछिको यी दाजुभाइको पुनर्मिलन साह्रै दुःख लाग्दो देखियो। मुरलीधरको गहभरि आँसु भएको देखेर उनका गोडा समाउँदै श्रीधरले रुन्छ स्वरले भने, दाजु, अस्तिदेखि दम बढ्न थाल्यो। मलाई अब धेरै दिन बाँचुला जस्तो लाग्दैन। मैले जीवनमा हजुरका प्रति धेरै अत्याचार गरेको छु। यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीको शरण लिदिनुहोला। भाइका कुरा सुनेर मुरलीधरले बर्र आँसु झारे। मुरलीधर रोएको देखेर श्रीधरका जहान छोराछोरी पनि रुन लागे। एकछिनपछि मुरलीधरले भाइका निधार, छाती, हात, गोडा सबै अङ्ग छामे। उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो। केही बेरपछि छातीमा भक्कानु पारेर आँसु झार्दै भने, बिसेक हुन्छ बा, हरेस नखाऊ। बाले आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ। उहाँको त्यस महान तपस्याको प्रभावले हाम्रो अनिष्ट कदापि हुने छैन। बरु अब यहाँका वैद्यको भर गरेर बस्न भएन। तिमीलाई देशतिर औषधि गराउन लैजान्छु। यति भनेर भाइका पथ परेजको व्यवस्था मिलाएर केही बेरपछि मुरलीधर आफ्नो घरतिर गए। यो घटना भएको 6-7 दिनपछि भाइलाई लिएर औषधि गराउन मुरलीधर देशतिर हिँडे भन्ने सुनियो।